हेलो नमस्ते, मेरो नाम चाहिँ सन्तोष हो हैन। म ब्रिस्बेनमा बसेको नियरली 7-8 इयर भइसक्यो। अनि आज चाहिँ म इन्टरलेसको भवनमा आएको छु। अनि इन्टरलेससँग म कसरी जोडिएँ भन्ने स्टोरी म भन्न गइरहेको छु हैन। रिसेन्टली चाहिँ मेरो PR भएर मैले नेपाल गएर बिहे पनि गरेँ हैन। अनि वाइफ चाहिँ मेरो नेपालमा, अब यहाँ कसरी ल्याउने भन्ने दुविधामा परिरहेको थिएँ। नेपालबाट पार्टनर भिजा गरौँ भनेपछि धेरै वेटिङ, के गर्ने, कसरी चाँडै बोलाउने भन्ने सल्युसनको लागि म हिँडिरहेको बेला यहाँ इन्टरलेसमा मैले सिद्धार्थ दाईसँग इन्ट्रोड्युस भयो मेरो। अनि दाईले चाहिँ मलाई एकदम राम्रोसँग काउन्सिल गरेर मेरो के अप्सनहरू छ सबै कुरा क्लियरली भनिदिँदाखेरि अनि मैले डिसिजन गर्न पाएँ। अनि त्यही क्रममा दाईले फेरि मेरो त्यो भिजा एप्लिकेसनको सृजन नेपाल हाम्रो हुनुहुन्छ एजेन्ट, उहाँले चाहिँ दिनुभयो नि, उहाँले मलाई गाइड गर्नुभयो, प्लान गर्नुभयो। अनि सबै गरेर मेरो वाइफको भिजा विदिन 2 months टाइममा आउँदाखेरि म यति खुसी भएको थिएँ हैन। अहिले सी इज हियर नाउ and I'm so much happy with Interlace जति मलाई सर्भिस प्रोभाइड गर्नुभएको छ। एकदमै एक्सेप्सनल, एकदमै जेन्युन अनि एकदमै राम्रो लाग्छ। अनि म हाइली रेकमेन्ड गर्न चाहन्छु इन्टरलेस है त।